नेपाली अडियो बाइबलमा स्वागत छ। हामीले ट्रिनेट्रियन बाइबल सोसाइटी अथवा टिबिएस बाइबल सोसाइटीले प्रकाशन गरेको नेपाली भाषाको बाइबलबाट बाइबल पाठ गरेका छौँ। पहिलो इतिहासको पुस्तक अध्याय 8 बेन्यामिनका सन्तानहरू पद 1। अब बेन्यामिनले आफ्नो पहिलो छोरा बेला, दोस्रो अश्बेल, तेस्रो अहरह, 2 चौथो नोआ र 5औं रापालाई जन्माए। 3 अनि बेलाका छोराहरू आदार, गेरा, अभिहुद, 4 अबिसुअ, नामान, अहोह, 5 गेरा, सपुपान र हुराम थिए। 6 अनि यिनीहरू यहुदाका छोराहरू थिए। यिनीहरू गेबाका बासिन्दाहरूका पिता पुर्खाहरूका घरानाका प्रधानहरू थिए अनि यिनीहरूले तिनीहरूलाई मान हतमा सारे। 7 अर्थात् नामन, अय्याह र गेरा तिनले नै उनीहरूलाई सारे अनि उज्जाह र अहिहुदलाई जन्माए। 8 अनि सहरैमले तिनीहरूलाई आफ्ना पत्नीहरू हुसिम र बारालाई पठाइदिएपछि मोआब देशमा छोराछोरीहरू जन्माए। 9 अनि तिनले आफ्नी पत्नी होदेसबाट योबाब, सिब्या, मेसा, मल्काम, 10 यौस, साकिया र मिरमा जन्माए। यिनीहरू तिनका छोराहरू थिए जो पिता पुर्खाहरूका प्रधानहरू थिए। 11 अनि हुसिमबाट तिनले अबितुब र एलपाल जन्माए। 12 एलपालका छोराहरू एबेर, मिसाप र सेमेद, जसले ओनो र लोद त्यसका गाउँ बस्तीहरू समेत बनाए। 13 अनि बरिया र सेमा पनि थिए। उनीहरू अयालोनका बासिन्दाहरूका पिता पुर्खाहरूका प्रधानहरू थिए, जसले गादका बासिन्दाहरूलाई भगाएका थिए। 14 अनि अहियो शासक यरेमोत। 15 जब्देहा, आराद, एदेर। 16 मिकायल, इस्पा, योहा जो बरियाका छोराहरू थिए। 17 अनि जब्देहा, मुसलाम, हिजकी, हेबेर। 18 साथै इस्माइल, इजलिया र योबाब जो एल्पाका छोराहरू थिए। 19 अनि याकिम, जिक्री, जब्दी। 20 एलियनै, सिललत्तै, एलियल। 21 अदेयाह, बरायाह र सिमरात जो सिमीका छोराहरू थिए। 22 इस्पान, हेबेर, एलियल। 23 अब्दोन, जिक्री, हनान। 24 हनन्याह, एलाम, अन्तोतियाह। 25 इब्तियाह र पनुएल जो शासकका छोराहरू थिए। 26 अनि शमशेरै, सहर्याह, अतल्याह। 27 यरस्याह, एलियाह, जिक्री जो यारोहामका छोराहरू थिए। 28 यिनीहरूका पुस्ताहरू अनुसार यिनीहरू पिता पुर्खाहरूका प्रधानहरू मुख्य पुरुषहरू थिए। यिनीहरू यरुशलेममा बस्थे। राजा साउलको वंशावली पद 29 अनि गिबोनमा गिबोनका पिता बस्थे, जसकी पत्नीको नाम माका थियो। 30 अनि तिनका जेठा छोरा अब्दोन थिए। त्यसपछि सुर, किस, बाल, नादाब। 31 गदोर, अहियो र जेकेर थिए। 32 अनि मिक्लोतले सीमालाई जन्माए अनि यिनीहरू पनि यरुशलेममा आफ्ना दाजुभाइहरूसँग तिनीहरूको सामु बस्थे। 33 अनि नेरले किसलाई जन्माए अनि किसले साउललाई जन्माए र साउलले योनातान, मल्कीसुअ, अबिनादब र एसबाललाई जन्माए। 34 अनि योनातका छोरा मरिबाल थिए अनि मरिबालले मिकालाई जन्माए। 35 अनि मिकाका छोराहरू पितोन, मेलेक, तारेय र आहाज थिए। 36 अनि आहाजले यहोअदालाई जन्माए अनि यहोअदाले आलेमेत, अजमावेत र जिम्रीलाई जन्माए र जिम्रीले मोजालाई जन्माए। 37 अनि मोजाले बिनालाई जन्माए, जसका छोरा रापा थिए, जसका छोरा एलासा, जसका छोरा आसेल थिए। 38 अनि आसेलका 6 जना छोराहरू थिए, जसका नामहरू यिनै हुन्: अजरिकाम, पोकरु, इस्माइल, सारेयाह, ओब्देहा र हना।
थिएनन्। यिनीहरू सब आसेलका छोराहरू थिए। 39 अनि तिनका भाइ एसेकका छोराहरू, तिनका पहिलो उलाम, दोस्रो यहुज र तेस्रो एलिपेलेत थिए। 40 अनि उलामका छोराहरू शूरवीर योद्धा र धनुधारीहरू थिए अनि उनीहरूका धेरै जना छोराहरू र नातिहरू थिए, अर्थात् 150 जना। यिनीहरू सबै बिन्यामिनका सन्तानहरू थिए।